आजको चुली मेरो 25 किलोमिटर टाढा थियो। मसँग न त आधुनिक सवारी साधन थियो न त साइकल। म फटाफट शैलीले हिँडेरै त्यो 25 किलोमिटर दूरी पार गर्ने सोच बनाएको थिएँ, किनकि म चुली उपन्यास पढेको थिएँ। चुली उपन्यासमा के भनेको छ भने चुली चढ्ने काम मानिसको हो, कुकुरको होइन। यही उपन्यासले गर्दा म यहाँ त्यो दूरी पार गर्ने एक साहस, एक मजबुत एक सोच बनाएँ। फलस्वरूप म चुलीमा अब पुग्नै आँटेको छु र हाम्रो व्हाइट टेम्पल पुग्न आँटेकै छु। अब म व्हाइट टेम्पल प्रवेश गर्नेछु। मात्र पर्छ 3 किलोमिटर छ। 3 किलोमिटर म हिँडेरै दूरी पार गरिरहेको छु। अब 3 किलोमिटर भनेको अब धेरै होइन, त्यही 10 मिनट जति लाग्छ होला। धेरै लाग्यो 15 मिनट, त्योभन्दा बढी लाग्नुवाला छैन, किनकि म चुली उपन्यास पढेको छु। चुली उपन्यासमा भनेको छ जीवनमा अप्ठ्याराहरू हुन्छन्, तर अप्ठ्यारो नै जीवन होइन। हस्त, धन्यवाद।